अमुक कोठाभित्र कन्स्पिरेसी थ्योरी तपाईँले सिर्जना गरेर आज 23 गतेको घटना विदेशीले गरिदिएको भन्दा हामीले सुन्दिन पर्ने, मान्दिन पर्ने, थपडी बजाइदिन पर्ने? खबरदार, तपाईँहरूलाई छुट छैन यस्तो भन्नु। अहिले पानीमाथिको ओभानो भनेर म नै माइबाप हुँ, म नै यो देशको मुक्तिदाता हुँ भन्ने हिसाबले आफूलाई स्वघोषित देवत्वकरण गर्नेतिर नलागौँ साथीहरू। सबैलाई मेरो हम्बल रिक्वेस्ट छ, अरूलाई इफ र बट विदेशीलाई देखाएर आफ्नो गल्तीलाई ढाकछोप गर्ने काम अब नगर्नुहोस्। पूर्वाग्रहबाट बाहिर आउँ। तपाईँसँग आज मैले कुरा गरिरहँदा सबैभन्दा इमान्दार राज्य शक्तिको स्रोत को थियो भन्दा त सबै नेपाली जनताले आज मसँग विमति गर्दैनन्, त्यो राज संस्था हो। आज निस्वार्थ रूपमा नेपाली जनताको आवाज हो भनेर नारायण एटीबाट जनताको नासो जनतालाई नै बुझाएँ भनेर राजदण्ड दिएर हिँड्ने त्यति बेलाको सर्वशक्तिमान राज संस्थाको प्रमुख अहिले पनि जीवित हुनुहुन्छ नि त, हामी माझमै हुनुहुन्छ त। हामी बायस नहौँ न। सत्ताको मृग तृष्णा त यो 35 वर्षमा त हामीले ठुला ठुला नमुना देख्यौँ, धेरै देख्यौँ। यदि त्यही चटकमटकमा राज संस्थाको पहिला नेतृत्व गरिरहेको राजा ज्ञानेन्द्रको चटकमटक हुन्थ्यो भने त 25 गते सिंहासनमा सायद उहाँ नै हुनुहुन्थ्यो। त्यो त अब त्यही चटकमटकमा अभ्यस्त राजनीतिक कर्मीहरूकै मुखारबिन्दबाट सुनिसकियो नि त। तर किन बस्नु भएन? अल्झाउनै पर्छ। कहिले पुग्नुभयो डाक्टर साहब? 46 सालको राज संस्था नै गलत हो, राज संस्था फाल्नुपर्छ भनेर हिँड्ने तपाईँसँग बोलिरहेको सुरेश तिवारी म नै। हामीलाई नेपालवाद चाहियो, हामी नेपाली। बडा महाराज पृथ्वीनारायण शाहले पनि मृत्यु शैय्याबाट भनेको कुरा हो, यो सबैको साझा फुलबारी। उहाँको दिव्य उपदेश आज कसैले आडम्बर नगरिकन यो अन्तर्वार्ता हेरिसकेपछि दलका मुखिया साहबहरूले गएर पढौँ त।